So hello and namaste to everyone. Welcome to my YouTube channel. So यदि तपाईहरु थम्बनेल हेरेर बाहिरको पोस्टर हेरेर यो भिडियोमा आउनु भएको छ भने आई गेस तपाईहरु पक्कै पनि धेरै जस्तो केटी मान्छे नै लेडीज नै हुनुहुन्छ होला. सो मैले YouTube च्यानल क्रिएट गर्ने सोचे मात्र हैन क्रिएट पनि गरिसके र यो मेरो यो YouTube जर्नीको यो फर्स्ट भिडियो रहेको छ. सो आजको यस भिडियोमा तपाईहरुले पक्कै पनि थाहा पाइसक्नु होला कि हामी कुन विषयमा टपिकमा कुरा गर्न गइरहेको छौं भनेर. सो आजको टपिक हाम्रो के रहेको छ भनेसी हाउ टु अट्र्याक्ट अ बोय. हामीले यस भिडियोमा 5 वटा त्यस्तो क्वालिटिजहरुको बारेमा कुरा गर्नेछौं जसले गर्दाखेरि तपाईहरुले कुनै पनि बोयलाई आफूतिर अट्र्याक्ट गर्न सक्नुहुन्छ. आई मीन कुनै यस्तो क्वालिटिजहरुको बारेमा कुरा गर्न गइरहेको छौं जसले जुन एउटा केटा मान्छेले केटी मान्छेमा होस् भनेर आफ्नो लाइफ पार्टनरमा आफ्नो जीवन आफ्नो गर्लफ्रेन्डमा होस् भन्न चाहन्छ. सो त्यसको लागि चाहिँ हामीले आज कुरा गर्ने गरिरहेको छौं. सो च्यानललाई सब्स्क्राइब गर्नु होला. सो भिडियोमा बनिराख्नु होला. च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला. नजिकैमा रहेको बेल आइकनलाई क्लिक गर्नु होला. यस्तो गरेपछि मैले जति भिडियो हाले जति भिडियो हाले पनि तपाईहरुको च्यानलमा तपाईहरुलाई चाहिँ नोटिफिकेसन पाउनुहुन्छ. ओके, सो भिडियो हामीले सुरु गर्छौं अब. सो लेट्स बिगिन द भिडियो. सो एउटा केटा मान्छेले केटी मान्छेलाई हेर्ने भनेको सबैभन्दा सुरुमा त फेस अट्र्याक्सन लुक्स है. लुक्स इज समथिङ है. लुक्स इज समथिङ बट लुक इज नट एभ्रिथिङ है. लुक्स भनेको अब एउटा चीज हो तर लुक्स भनेको सबै चीज होइन के. यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ. लुक्स केही छिनको लागि मात्र हुन्छ. तपाईले एउटा केटी मान्छेले देख्नुभयो हैन, त्यसलाई एकचोटी हेर्नुभयो, त्यसपछि सक्यो, त्यति मात्र हो. अब त्यसपछि चाहिँ ऊ कस्तो छ भनेर बुझ्नको लागि तपाईले त्यससँग टाइम स्पेन्ड गरेपछि तपाईको सबै बानी व्यवहार चाहिँ त्यसले थाहा पाउँछ. केटा मान्छेले जानि सक्छ है. त्यसको लागि चाहिँ सबैभन्दा सो लुक्स बाहेक अरु क्वालिटिजको बारेमा हामीले यस भिडियोमा कुरा गर्ने छौं. सो सबैभन्दा फर्स्ट वान क्वालिटिज भनेको के छ भनेपछि काइन्डनेस एन्ड स्माइल. सो काइन्डनेस एन्ड स्माइल भनेको के हो त? काइन्डनेस एन्ड स्माइल भनेको दयाको भाव केटी मान्छेको मनमा त हुन्छ नै, मलाई थाहा छ है, हुन्छ नै. तर पनि कति मान्छेले चाहिँ आफ्नो मनमा भएको दया र भाव एक्सप्रेस गर्न सकिरहेको हुँदैन. मनमा त हुन्छ कि दया देखाउनु पर्छ, कसैलाई हेल्प गर्नुपर्छ भन्ने मनमा हुन्छ सबैजनाको, तर एक्सप्रेस गर्न सकिरहेको हुँदैन. कसैले धेरैले डर मान्छ, कसैले अरूले के भन्ला भनेर सोच्छ. हो यो यसलाई चाहिँ हामीले फिक्स गर्नुपर्छ. केटा मान्छेले केटी मान्छेमा हेर्ने भनेको दया र ऊ कतिको स्माइल छ त, ऊ कतिको फ्रेन्डली नेचरको छ, ऊ कतिको राम्रो छ, उसको मन हेर्ने गर्छ. केटा मान्छेले केटी मान्छेमा राम्रो खोज्छ. सो दिस इज द फर्स्ट क्वालिटी, काइन्डनेस एन्ड स्माइल. अब यसको मतलब यो होइन कि जतिखेर पनि अब हाँसिराख्नु पर्ने, जतिखेर पनि अरूसँग हि गर्दै बस्नुपर्ने. यसको मतलब यो कति पनि होइन. यसको मतलब के हो भनेपछि हामीले चाहिने जति सफिसियन्ट मात्रामा चाहिँ हामीले तिमी केटी मान्छेले चाहिँ आफ्नो नेचरलाई एकदम स्माइली तरिकाले एकदम ह्याप्पी चाहिँ राख्नुपर्छ जहिले पनि, जस्तोसुकै कन्डिसनमा पनि. अनि अर्को हाम्रो नेक्स्ट क्वालिटिज भनेको के छ भनेपछि कम्युनिकेसन स्किल्स. सो केटा मान्छेले केटी मान्छेमा हेर्ने भनेको उसको बोलचाली, उसको अरूसँग बोल्ने तरिका, उसले अरूलाई देखाउनु पर्ने सम्मान, उसले अरूप्रति देखाउनु पर्ने आफ्नो भावना कस्तो छ भनेर केटा मान्छेले केटी मान्छेमा खुब ध्यान गरिरहेको हुन्छ. किनभनेपछि केटा मान्छेले आफ्नो घर परिवारमा आफ्नो मम्मी बाबालाई देखेको हुन्छ. मम्मीले आफ्नो घर परिवारमा आउँदाखेरि मानिसहरू पाहुनाहरू आउँदाखेरि उहाँले कस्तो रेस्पेक्ट गर्नुहुन्छ, उहाँ कस्तो तरिकाले बोल्नुहुन्छ भन्ने कुरा बचपनदेखि नै हैन, सानोदेखि नै हेरिरहेको हुन्छ. र केटा मान्छेले आफ्नो सेम त्यस्तै टाइपको केटी मान्छे होस् मेरो पनि लाइफमा, त्यस्तो भएपछि मेरो फ्यामिली चाहिँ राम्रोसँग सुखी तरिकाले बित्छ भन्ने कुरा चाहिँ केटा मान्छेको मनमा हुन्छ. सो त्यस कारणले चाहिँ हामी केटी मान्छेमा एउटा कम्युनिकेसन स्किल चाहिँ राम्रो हुनुपर्छ. सबैसँग अब इक्वल तरिकाले बिहेभ गरियोस्. यस्तो नै कि कसैसँग अलि बढी नै, कसैसँग अलि कम नै, कसैलाई अलि दबाएर हेपेर बोलेको केटा मान्छेले केटी मान्छेतिर मन पर्दैन. केटा मान्छेले एउटा केटी आफ्नो एउटा गर्लफ्रेन्ड एउटा वाइफ माथि चाहिँ के आश राखेको हुन्छ भनेपछि मेरो वाइफलाई अथवा मेरो गर्लफ्रेन्डलाई सबैजनाले राम्रो मानुन्, सबैले राम्रो भनिदिउन्, उसँग सबैले नम्र तरिकाले कुरा गरून् भन्ने चाहन्छ. सो यसको लागि चाहिँ तपाईको कम्युनिकेसन स्किल्समा चाहिँ काम गर्नुपर्ने हुन्छ. तपाईले आफ्नो कम्युनिकेसन स्किललाई एकदम राम्रो बनाउनतिर लाग्नुपर्छ अरूभन्दा पनि. सो त्यसपछि आउँछ हाम्रो थर्ड क्वालिटिज के हुनुपर्छ भनेपछि ग्रुमिङ भनेको स्किन केयर. ग्रुमिङ एउटा केटी मान्छे चिटिक्क परेर बसेको सबैलाई राम्रो लाग्छ.
सो एक दुई हप्ताको लागि मात्र होइन कि सधैँ डेली रुटिनमा तपाईँहरूले चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। सिम्पल धेरै एउटा फ्यान्सी मेकअपहरू गरेको पनि केटालाई मन पर्दैन। म यहाँ जेन्टलम्यानको कुरा गरिरहेको छु, अब अलि म्याच्युर केटाहरूको कुरा गरिरहेको छु, किनभने म्याच्युर केटाहरूले हेर्ने भनेको यस्तै खालको केटीहरूलाई हो। म्याच्युर केटाहरूले धेरै फ्यान्सी केटीहरू पनि मन पराउँदैन। त्यो आफ्नो ठाउँमा कुनै अब मैले त्यस्तो सबैलाई भन्न खोजेको होइन, तर कुनै केटाहरूमा चाहिँ त्यो क्वालिटिज हुन्छ। नर्मल सिम्पल अनि ब्युटिफुल पर्सनालिटी भएको केटी चाहिँ केटा मान्छेले धेरै मनपर्छ। जे होस् नर्मल भइदियोस्। सो तपाईँहरूले चाहिँ अब स्किन केयरमा अलिकति ध्यान दिनुपर्ने हुन्छ। बिहान उठ्न बित्तिकै होइन टक्क आफूलाई चाहिँ चिटिक्क बनाएर राख्ने, घर परिवारमा पनि सबैलाई चिटिक्क बनाएर लगाउने। सो यस्तो क्वालिटिजहरू चाहिँ केटा मान्छेले एकदम राम्रो मनपर्छ। र फ्रेग्रेन्समा पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ। सो अलि स्मेल पनि नाइस गर्नुपर्ने हुन्छ केटी मान्छेले। अनि त्यसपछि कपालहरू पनि चटिक्क बाटेर बस्नुपर्ने हुन्छ। सो यही नै यो क्वालिटी चाहिँ केटा मान्छेले एकदम धेरै मनपर्छ, किनभने केटा मान्छेले जहिले पनि आफ्नो गर्लफ्रेन्ड अथवा आफ्नो वाइफलाई अरूको अगाडि चिटिक्क परेर बसिदियोस्, राम्रो भइदियोस्, अरूले राम्रो छिन् भनिदियोस् भन्ने चाहिँ लाग्छ। सो यसको लागि तपाईँले ग्रुमिङ अथवा स्किन केयरमा चाहिँ आफ्नो चाहिँ ख्याल गर्नुपर्छ। सो क्वालिटिजको बारेमा कुरा गरौँ। फोर्थ क्वालिटिजमा के छ भनेपछि गोल्स एन्ड प्यासन भएको केटा मान्छेलाई एकदम अट्र्याक्ट गर्छ। कुनै पनि केटी मान्छे यसरी वलस्स परेर बसेको, कुनै लाइफमा कुनै गोल नै नभएको केटी, न त कम्युनिकेसन स्किल्स राम्रो छ, न त अरूसँग बोलचाल ठिक छ, न त लाइफमा कुनै गोलै छ, अरूसँग जे होस् फटाहा काम गरेर होइन अब यताउता हलेर बसिरहेको केटा मान्छेलाई पटक्कै मन पर्दैन। कुनै एउटा स्पेसिफिक पर्पोज भएको केटी, म यस्तो बन्छु भनेर सानोदेखि सोचेको केटी, सोच राख्ने केटी र हरेक कुरामा अगाडि बढ्ने केटी चाहिँ केटा मान्छेलाई धेरै इम्प्रेसिभ लाग्छ। सो त्यसको लागि चाहिँ तपाईँसँग एउटा गोल हुनैपर्छ लाइफमा। अफकोर्स सबैसँग एउटा गोल हुन्छ नै लाइफमा, तर त्यो एउटा गोल मेरो छ भन्ने र त्यसमाथि वर्क नगर्ने होइन, त्यसलाई त्यत्तिकै अब वास्ता नगर्ने खालको केटी चाहिँ केटा मान्छेले खासै मन पर्दैन। सो त्यसको लागि चाहिँ तपाईँहरूसँग एउटा पर्पोज हुनैपर्छ लाइफमा। यो केटा मान्छेले इम्प्रेस गर्नको लागि होइन कि यो आफ्नो लागि पनि, सेल्फको लागि पनि एउटा पर्पोज हुनैपर्छ लाइफमा। सो दिस इज द फोर्थ क्वालिटिज द्याट मस्ट बी इन गर्ल्स। सो र अब हामी कुरा गरौँ हाम्रो लास्ट क्वालिटिजको बारेमा। लास्ट क्वालिटिज हुनुपर्ने केटीमा भनेको कन्फिडेन्स हो। केटा मान्छेले केटीमा कन्फिडेन्स हेर्छ। कन्फिडेन्स कस्तो तरिकाले हेर्छ भनेपछि उमा कतिको सिचुएसन ह्यान्डल गर्ने त्यो खुबी छ त, स्किल छ त। अब जस्तो फर इक्जाम्पल है, इक्जाम्पलको लागि तपाईँ र तपाईँको बोयफ्रेन्ड बाटोमा हिँडिरहेको छ भनेपछि बोयफ्रेन्डको एउटा आफन्ती चिनेको मान्छे अगाडि आइपऱ्यो, जस्तै बोयफ्रेन्डको आन्टी अथवा कुनै मामा आइपऱ्यो भनेपछि तपाईँले त्यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ त? जेन्टल्ली तरिकाले, नर्मल विनम्र तरिकाले नमस्कार गर्ने, हालखबर सोध्ने, यसरी गर्नुहुन्छ कि बस लजाएर बोल्न पनि नसक्ने अनि पछि हाँस्दिने, त्यत्तिकै हाँस्दिने, लाजमा यस्तो गर्ने? यस्तो लाज लाग्छ, सबैलाई लाग्छ। त्यो अब सफ्ट कुरा भयो, त्यो नर्मल्ली कुरा भएको लाज मान्नु। तर पनि त्यसलाई अलि प्रोफेसनल तरिकाले, अलिकति फर्मल तरिकाले चाहिँ त्यसलाई अलि ह्यान्डल गर्न सक्ने केटी चाहिँ केटा मान्छेले एकदम धेरै राम्रो लाग्छ। जस्तै कि कुरा बुझ्ने के यस्तो हो, नर्मली तरिकाले सिचुएसनलाई ह्यान्डल गरिदिने केटी चाहिँ केटा मान्छेले एकदम राम्रो लाग्छ। सो कन्फिडेन्स हुनुपर्छ केटी मान्छेमा। कन्फिडेन्ट केटी एकदम धेरै राम्रो लाग्छ। केटी मान्छेको स्वभावै अब नरम हुन्छ, विनम्र हुन्छ भन्ने कुरा चाहिँ हामी सबैलाई थाहा पाइन्छ। तर त्यति धेरै नरम पनि हुँदैन मलाई जहाँसम्म लाग्छ। केटा मान्छेले केटीमा हेर्ने भनेको उसको बोलचाली है। सो कन्फिडेन्स चाहिँ हुनुपर्छ। यिनी 5वटा क्वालिटिजहरू हुन् जसले चाहिँ एउटा केटा मान्छेले केटीतिर आकर्षित गर्छ। यो त 5वटा मात्रै भयो, अझै यसको धेरै क्वालिटिजहरू पनि छन्। त्यसको बारेमा चाहिँ हामीले बिस्तारै भिडियो बनाउने नै छु। सो लास्टमा म टिप्स एन्ड ट्रिक्स के दिन चाहन्छु तपाईँहरूलाई भनेपछि बी जेन्युन हुनुहोस्, जे छ सो त्यही हुनुहोस्, देखाउटी नहुनुहोस्। देखाउटी गरेर फ्यान्सी भएर धेरै केटा मान्छेले एट्र्याक्ट गर्छ होला, त्यो कुनै अरू केटाहरूको क्यारेक्टरलाई एट्र्याक्ट गर्छ होला, तर जेन्टल म्याच्युर केटाहरूलाई त्यस्तो केटी मन पर्दैन। सो यो क्वालिटिजहरू केटा मान्छेले एट्र्याक्ट गर्नको लागि मात्र होइन, यो क्वालिटिजले तपाईँलाई जुनसुकै फिल्डमा पनि, चाहे तपाईँ सोसाइटीमा होस्, चाहे तपाईँको स्कुल कलेजमा होस्, जुनसुकै फिल्डमा पनि अगाडि बढ्नको लागि यस्तो क्वालिटिजहरूले तपाईँलाई एकदम मद्दत गर्छ, सहयोग गर्छ। सो
सबैजनाले यो क्वालिटिजहरुमा अलिकति ध्यान दिउँ भन्न चाहिँ मलाई लाग्छ किनभने मान्छे सफल भएको सबैले हेर्न चाहन्छ सबैले राम्रो मान्छ सो यिनी क्वालिटिजहरु हामीले बिस्तारै बिस्तारै आफूमा डेभलप गर्दै गयो भने चाहिँ हामी लाइफमा सफल हुन सक्छौं हामीले एउटा राम्रो अट्र्याक्टिभ हामीले एउटा म्याच्योर हस्बेन्ड पाउन सक्छौं हामीले एउटा प्रोफेसनल जब पाउन सक्छौं यस्तो क्वालिटिजहरु हामीमा डेभलप भइसकेपछि भिडियो कस्तो लाग्यो त्यो कमेन्ट सेक्सनमा लेखिदिनु होला र अर्को तपाई कुन टपिकमा भिडियो चाहनुहुन्छ त्यो पनि लेखिदिनु होला सो च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु होला सो मलाई सपोर्ट गर्नु होला यस्तै लाइफसँग रिलेटेड पर्सनालिटी डेभलपसँग रिलेटेड भिडियोहरु म तपाईहरुको लागि लिएर आउने नै छु सो आजको लागि यति नै हस्त धन्यवाद ग्रो विथ मी लेभल अफ माई फ्रेन्ड्स थ्यांक यू सो मच